हामीले सर्च इन्जिन त सबैले युज गर्छौँ, जस्तै गुगलको सर्च इन्जिन, बिङको छ, त्यसपछि गएर याहू, त्यसपछि अर्को डग भन्ने छ, त्यसपछि गएर केही अरू पनि छन्। तर अहिले मार्केटमा पर्प्लेक्सिटी एआई यो सर्च इन्जिन एकदमै पपुलर भएको छ। यो कस्तो खालको हो भने तपाईँले कुनै क्वेसन सोध्नु हो भने त्यसले चाहिँ सर्च गरेर एकदमै पर्फेक्ट र जेन्युन एन्सर सर्च गरेर तपाईँहरूलाई दिन्छ। त्यसपछि तपाईँहरूले च्याट गर्दै अरू त्यस सम्बन्धी विभिन्न प्रश्नहरू सोध्दै जान सक्नुहुन्छ। यो सर्च इन्जिन युज गरेर कुनै पनि कुराहरू सर्च गर्दाखेरि यसको साइटेसन पनि दिएको हुन्छ, जसले गर्दाखेरि तपाईँहरू गएर त्यो इन्फर्मेसन कहाँबाट आयो चेक गर्न सक्नुहुन्छ। यदि तपाईँहरूलाई यो सर्च इन्जिन युज गर्न मन छ भने आजै गएर ब्राउजरमा गएर सर्च गर्नु पर्प्लेक्सिटी एआई। यसको वेब एड्रेस चाहिँ perplexity.ai हो। त्यहाँ गएर सर्च गरिसकेपछि तपाईँहरूले देख्नुहुन्छ र च्याट गर्न सक्नुहुन्छ। यदि तपाईँहरूलाई यसको बारेमा केही प्रश्नहरू छन् भने कमेन्टमा प्रश्न राख्न सक्नुहुन्छ र सकभर म एन्सर गर्ने कोसिस गर्छु। र यस्तै अरू भिडियोको लागि मलाई फलो गर्नुहोला। थ्याङ्क यू।